यो जगमहा युगौँसगा नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको करिब 2 दशक बित्दा पनि देशले सामना गरिरहनु परेको सङ्कटले हामीलाई चिन्तित तुल्याएको छ। नेतृत्वले पटक पटक युवालाई प्रयोग मात्र गर्ने तर उनीहरूको आवश्यकता बुझेर काम नगर्ने प्रवृत्तिले युवामा असन्तोष जन्मेर देशमा जनधनको हानि भयो। समुन्नतिको यात्रामा सबै मिलेर अघि बढौँ। नेपालको संवेदनशील अवस्था र बदलिँदो भू-राजनीतिक परिस्थितिलाई बुझ्न नसक्दा हामी मित्र राष्ट्रहरूको विश्वास र भरोसा गुमाउने अवस्थामा पुगेका छौँ।